हेलो एन्ड नमस्ते एभ्रिवान मेरो ह्यापी गार्डनिङ च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ म कुरा गर्न गइरहेको छु यो डबल इम्प्रेसन्सको बिरुवालाई हामीले कसरी प्रोपोगेट गर्ने भनेर है। यो डबल इम्प्रेसन्स चाहिँ हेर्नुस् झट्ट हेर्दाखेरि गुलाबको फुल जस्तो यस्तो राम्रो फुल्ने कि ओ माई गड है। यसलाई चाहिँ हामीले कसरी प्रोपोगेट गर्ने एउटै बिरुवाबाट धेरै बिरुवाहरू कसरी बनाउने भनेर चाहिँ हजुरहरूसँग केही कुराहरू सेयर गर्दैछु है। यो डबल इम्प्रेसन्सको बिरुवा चाहिँ पर्मानेन्ट फ्लावरिङ प्लान्ट हो। फुललाई चाहिँ डबल वर्षभरि नै फुल्दो रहेछ कि यत्तिकै फुलि नै हुन्छ। तर जाडोको समयमा चाहिँ विशेष हेल्थ पनि राम्रो हुन्छ भने फुल पनि मजाले फुल्ने गर्छ र यो सिजनमा ग्रोथ पनि राम्रो हुने भएको भएर अब असोज कात्तिको बेलामा चाहिँ हामीले यसलाई मजाले प्रोपोगेट गर्न सक्छौँ कि। अनि यसको पनि थोरै तरिकाहरू रहेको छ। एकदमै सजिलो तरिका चाहिँ म हजुरहरूसँग सेयर गर्ने गर्छु है। मसँग चाहिँ यो चाहिँ रेड हो। यसमा चाहिँ अहिले फुलि नै रहेको छैन भने कोपिला लाएको छैन। यो भयो। त्यसपछि यो चाहिँ मसँग पिच अनि लाइट पिङ्क चाहिँ बेबी पिङ्क भन्नु अलिकति सानै छ। अनि यो चाहिँ मसँग डार्क पिङ्क है। सो यो कलरहरू चाहिँ मसँग रहेको कलरहरू हो। पहिला अरेन्ज पनि थियो अनि त्यो चाहिँ मरिहाल्यो क्या फेरि। अनि यो इम्प्रेसन्सको चाहिँ कसो हो गर्दाखेरि बिरुवा भातभुत्तै मरिहाल्छ क्या फेरि के हो। सो हामीले चाहिँ टाइममै बिरुवाहरू धेरै बनाएर चाहिँ राख्नुपर्ने हुँदो रहेछ। सो आजको यस भिडियोमा चाहिँ म यसैसँग सम्बन्धित केही कुराहरू हजुरहरूसँग सेयर गर्छु। आई होप हजुरलाई मेरो भिडियो मनपर्नेछ। सबैभन्दा पहिले चाहिँ कुरा गरौँ वाटर प्रोपोगेसन यानि कि पानीबाट हामीले अथवा भनौँ पानीमा हामीले यो बिरुवालाई कसरी ग्रो गर्ने भनेर है। यो इम्प्रेसन्सको प्लान्टलाई पानीमा ग्रो गर्न मिल्छ भनेर मलाई थाहा नै थिएन कि। तर अलिक समय अगाडि चाहिँ एकजना बहिनी र मैले चाहिँ उहाँलाई यो पिङ्क दिएको अनि उहाँले चाहिँ मलाई रेड दिनुभएको है। रेड चाहिँ म साइडमा हजुरलाई फोटो राखिदिन्छु ल। दिनुभएको अनि हामीले एक्सचेन्ज गर्दा उहाँले मलाई भन्नुभएको थियो कि दिदी एकदम सजिलोसँग पानीमा ग्रो हुन्छ है भनेर। अनि उहाँको सजेसन अनुसार नै मैले पानीमै ग्रो गरेको। यिनीहरू पनि पानीमै ग्रो गरेर मैले यत्रो बनाएको। योभन्दा अरू पनि बनाएको थिएँ जुन चाहिँ मैले सेल गरिसकेँ है। एकदमै इजी हुँदो रहेछ है साथीहरू। पानीमा चाहिँ मर्ने चान्सेस त एकदमै कम इफ प्लान्ट हेल्दी छ भने। अहिले चाहिँ हेर्नुहोस् न मेरो प्लान्टहरू चाहिँ अलिक चर्को काम भएर ललालुलु भइरहेछ तर एकदम फ्रेस छ है। फेरि हेर्नुहोस् यस्तो चाहिँ राम्रो छ क्या वाटर प्रोपोगेसन जुन फेरि यति सजिलो नि केही गर्ने नपर्ने है त साथीहरू। त्यसको लागि चाहिँ हामीले गर्न पर्ने रहेछ टक्क एउटा हाँगा लिए यसरी ल। हाँगा लियो है त साथीहरू। यो चाहिँ भयो एउटा हाँगा। अब यसलाई के गर्नु परेन जस्ट जुनै पनि भाँडा है प्लास्टिकको कप होस् जे होस् एउटा भाँडामा पानी लियो र टक्क यसलाई राखिदियो। जस्ट भइसक्यो साथी यति हो। अरू हामीले केही गर्नु पर्दैन है। यसलाई बेला बेलामा चाहिँ गर्न मन छ भने 4-5 दिनमा एकचोटि पानी चेन्ज गर्ने होइन भने केही गर्नु पर्दैन। यसैबाट यति राम्रोसँग जराहरू पलाउँछ नि म हजुरहरूसँग सेयर गर्छु है पर्खिन है। मैले वाटर प्रोपोगेसन गर्न राखेको देखाउँछु ल। एउटा यहाँ छ अनि अर्को पनि देखाउँछु। यो चाहिँ यहाँ छ ल है त साथीहरू। हेर्नुहोस् न यो चाहिँ मेरो रेड हो। हेर्नुहोस् न यहीँ फुलिरहेछ क्या भने र यसको जरा देखाउँछु ल म हजुरहरूलाई। यति सजिलोसँग जस्ट पानीमा हेर्नुहोस् त कस्तो राम्रो छ जराहरू। हेर्नुहोस् न यति राम्रो छ यति सजिलोसँग केही चाहिँदैन जस्ट एउटा सादा पानी है। यो भयो। यो चाहिँ मैले यहाँ प्रोपोगेट गर्न लागेको लगभग 20 दिन चाहिँ भयो है साथीहरू। खस्यो यो। अब यसको पनि देखाउँछु ल। हेर्नुहोस् न झन् यसको चाहिँ अलिकति बढी भयो। यसलाई चाहिँ मैले रिपोर्टिङ गर्न पर्ने समय भइसक्यो तर गरेको छुइनँ। सायद आजै या भोलिमा गर्छु होला। जरा हेर्नुहोस् त ओ माई गड यति राम्रोसँग जरा आउँछ नि साथीहरू। यो सबैले चाहिँ मैले सार्छु। अब यिनीहरू चाहिँ सबै यो पिङ्क कलरकै हो कि। हेर्नुहोस् न कोपिला मस्त लागिरहेको हुन्छ क्या। मस्त कोपिला लाग्छ फुल पनि फुल्दो रहेछ है साथीहरू। सो वाटर प्रोपोगेसन चाहिँ यसरी हामीले गर्न सक्छौँ। जस्ट केही चाहिएन पानीमा हाँगा टक्क काट्यो अनि राखिदियो यसरी। हेर्नुहोस् है राखिदियो अनि त्यसपछि 4-5 दिनमा एकचोटि पानी चेन्ज गर्ने। लगभग 3 दिन 4 दिनपछि चाहिँ मसिनो सानो जराहरू चाहिँ पलाउनु सुरु हुन्छ र मजाले 15-20 दिनपछि चाहिँ यसलाई रिपोर्ट गर्न यो एकदमै रेडी हुन्छ है त साथीहरू। सो इफ हजुरहरूसँग इम्प्रेसन्सको प्लान्ट छ अथवा आफ्नो साथीभाइसँग छरछिमेकसँग छ भने मागेर यो पानीमा ग्रो गर्न चाहिँ नबिर्सिनु होला। वाटर प्रोपोगेसन पछि अर्को चाहिँ तरिका रहेको छ सोइल मिक्सचरमा। प्राइजेस हामी सबै फुलको हाँगाहरू चाहिँ माटोमा नै ग्रो गरिरहेको हुन्छौँ। त्यो पनि म देखाउँछु है हजुरहरूलाई। त्यसको लागि पनि जस्ट एउटा हाँगा टक्क लिन पर्यो यसरी। मैले हाँगा लिएँ हेर्नुहोस् त हाँगा लिएँ। त्यसपछि अब एउटा मैले प्लास्टिकको कप लिएँ र यसमा चाहिँ म सोइल मिक्सचर हाल्छु। यो सोइल मिक्सचरमा चाहिँ साथीहरू मैले माटो र बालु है यति दुईवटा कुरा मात्रै युज गरिरहेको छु। अरू केही पनि युज गरेको छुइनँ है। गऱ्यो माटो र बालु हाल्यो अनि त्यसपछि चाहिँ जुन अघि हामीले लिएको थियौँ नि हाँगा यसको हल्का हल्का पातहरू चाहिँ हटाउनुपर्छ फेरि माटोमा ग्रो गर्नको लागि चाहिँ। अनि कोपिला पनि हटाउँदा ठिक
अनि यसरी टक्क माटोमा गाडिदिने अनि यसलाई चाहिँ अलिकति शीतल हुने ठाउँमा राखिदिने अनि यसमा पनि लगभग 15-20 दिनमा चाहिँ मजाले जरा पलाउन सुरु भइहाल्छ छ भने चाहिँ रुटिङ हर्मोन प्रयोग गर्ने मसँग छ नि रुटिङ हर्मोन छैन सो मैले चाहिँ प्रयोग गरिन यतिकै गरे यतिकै गर्दा पनि यो सर्दो रहेछ साथीहरु अलिकति बढी भाग चाहिँ हामीले बालुवाको लिनुपर्छ माटोको भाग चाहिँ अलिकति कम किनकि कहिलेकाहीँ चाहिँ माटोमा ग्रो गर्दाखेरि चाहिँ फंगसहरु लाग्ने जराहरु कुहिने समस्या चाहिँ हुँदो रहेछ र यसरी हामीले माटोमा ग्रो गर्दाखेरि चाहिँ बढी पानी दिनु हुँदैन है बढी पानी भयो भने चाहिँ फेरि यसको यो जुन डाँठ रहेको छ यो कुहिदो रहेछ कि माटोको कन्ट्याक्टमा आएपछि फंगसहरु लाग्ने है सो त्यो चाहिँ कुहिन सक्छ त्यसबाट बस्नको लागि चाहिँ पानी अलिकति कम हाल्ने र शीतल ठाउँमा राख्ने अब यो वाटर प्रोपोगेसनको लागि चाहिँ केही गर्न पर्दैन है साथीहरु मस्त यतिकै यसो 2-3 घण्टाको घाम पर्ने ठाउँमा राख्यो भने चाहिँ फेरि अलिक दिनमा चाहिँ जरा पलाइहाल्छ अनि हामीले मजाले रिपोर्ट गर्न सकिहाल्छौं साथीहरु सो मैले हजुरहरुसँग यो डबल इम्पेशन्सको बिरुवालाई प्रोपोगेट गर्ने दुईटा तरिकाहरु शेयर गरे इफ हजुरहरु चाहनुहुन्छ भने चाहिँ अब यो समयमा मजाले यसरी नै यो गुलाब जस्तै फूल फुल्ने डबल इम्पेशन्सको प्लान्टलाई प्रोपोगेट गरेर धेरै भन्दा धेरै बिरुवा बनाएर सेल गर्दा पनि हुन्छ एउटै बिरुवाहरु धेरै बनाएर अनि आफ्नो घर र गार्डन सजाउन पनि सक्नुहुन्छ भने साथीहरुसँग एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ र एक्सचेन्ज गर्दाखेरि साथीहरु एउटा कुरा ठ्याक्क मलाई याद आयो कि मसँग चाहिँ ऑरेन्ज कलरको छैन के डबल इम्पेशन्सको प्लान्ट इफ पोखरामा हुने कोही साथीसँग डबल खालको ऑरेन्ज कलरको इम्पेशन्स छ भने चाहिँ एक्सचेन्ज गर्न चाहनुहुन्छ भने पनि अथवा सेल गर्न चाहनुहुन्छ भने पनि प्लिज कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला किनकि मलाई चाहिँ त्यो कलरको एड गर्न मन छ तर मसँग चाहिँ त्यो छैन सो आजको भिडियोमा यति नै थ्यांक यू फर वाचिङ